यलया मंगले दुगु भाइदेग पुनर्निर्माण लागि सम्पदा पदयात्रा जुगुदु रोटरी क्लब अफ पाटन हेरिटेज मंगलबार पत्रकार सम्मेलन याना भाइदेग पुनर्निर्माण आर्थिक गुहाली मुंकेगु आजु शिला चरेखुनु पदयात्रा यात्नगरका जानकारी बिगुदु यो कीर्तिपुर र पाटन बीचको सम्बन्ध बारेमा धेरै कुरा लेखिदैन। अक्सर भक्तपुर, पाटन, ललितपुर या चाहिँ यला र चाहिँ काठमाडौँ कुरा हुन्छ। तर हामी यहाँ पाटन ढोकामा छौँ। यो पाटन ढोका चाहिँ नि काठमाडौँसँगको सम्पर्कको बाटो भयो, सिधा बाटो। यो मिखावाल छेउमा चाहिँ नि पुरानो गेटद्वारा कीर्तिपुरतर्फको चाहिँ नि बाटो लाग्दथ्यो। त्यसैले एक किसिमले भन्यो भने यो प्राचीन कालदेखि नै भएको एउटा पदयात्रा या पदमार्गको पदछाप गर्दै यो म्याराथन हुँदैछ। यो पनि मलाई लाग्छ एकदमै उचित हो, किनभनेदेखि हामीले यो उपत्यका जसको नाम सोनिग पनि हो, यसमा चाहिँ नि नेपाल मण्डल पनि हो, यसमा यो ललितपुर सहरको अन्य क्षेत्रसँगको सम्पर्कको बारेमा पनि हामी चर्चा गर्नुपर्छ। जब हामी यो पदयात्रा गर्छौं त्यति बेलामा we should keep in mind that we are also following historical footsteps. चौतारा भारी भागीरथ भैया थुगुतेग विक्रम सम्बत 1735 देखुगु खस विक्रम सम्बत 1990 साले भोखाच थुदेग थुंगु ख सम्पदा संरक्षणमा यस रोटरी क्लब अफ पाटन हेरिटेजको पहिलो पाइला भाइदेग पुनर्निर्माण आर्थिक सहयोग जुटाउने कार्यबाट शुभारम्भ गर्ने योजना रहेको छ। भाइदेग मन्दिर ललितपुर मंगल बजारमा स्थित दरबार स्क्वायरको दक्षिण पश्चिम तर्फ हाल निर्माणाधीन अवस्थामा रहेको तल्ले शैलीमा कलात्मक आकर्षक महादेवको मन्दिर जुन विक्रम सम्बत 1990 सालको भूकम्पमा भत्किएको थियो। इतिहासकारको भनाइ अनुसार उक्त मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा चौतारिया तत्कालीन प्रधानमन्त्री भारो भगीरथ भैयाले विक्रम सम्बत 1735 मा बनाएका थिए। भारतको काशी विश्वनाथ मन्दिर आक्रमण परेर ध्वस्त भएकाले त्यसको सम्झना स्वरूप यो मन्दिर चौतारिया भगीरथ भैयाले आफ्नै पहलमा बनाएका थिए भन्ने इतिहासकारहरूको भनाइ छ। देग दुनावगु चेद देदुको कुसाना पुनर्निर्माण बजुसेनी काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्ट या प्राविधिक ग्वाली पुलाङ्गुए शैली देग पुनर्निर्माण यात्नगरका पत्रकार सम्मेलनले जानकारी बिगु ख मन्दिर भत्किएको लगभग 80 वर्ष बितिसक्दा समेत मन्दिर पुनर्निर्माण हुन सकेको थिएन भने हाल सम्पदा प्रेमीहरूको समूहले काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रस्टको प्राविधिक सहयोगमा उक्त मन्दिर पुरानै शैलीमा पुनर्निर्माण गर्न सांस्कृतिक सम्पदा संरक्षण समूह मार्फत भइरहेको अवगत गराउन चाहन्छौँ। यो हाम्रो आगामी आउने फागुन 6 गते सिबाटको दिन चाहिँ हाम्रो पाटन दरबार स्क्वायरमा जम्मा भएर त्यहाँ चाहिँ हाम्रो अलिकति विशिष्ट व्यक्तित्वबाट चाहिँ हाम्रो उद्घाटन गरेर त्यो पहिलो यात्रा हामी त्यहाँबाट चाहिँ यता सोथ पाटन दरबार स्क्वायरबाट सोथ, त्यसपछि क्वाल्कु, त्यसपछि नगबैलबाट चाहिँ तपाईँको पाटन ढोकाबाट चाहिँ यो नटोलबाट अक्षेश्वर महाविहारबाट चाहिँ हाम्रो यो सानेपाबाट चाहिँ हाम्रो भनिमण्डपबाट चाहिँ यो हाम्रो मेडिसिटी हस्पिटल, त्यहाँबाट चाहिँ जलविनायक, त्यसपछि चाहिँ हाम्रो यो के भन्छ बन्सुरी पार्क, त्यसपछि पाङ्गाउ हुँदै र माथि चाहिँ पाङ्गा, त्यसपछि चाहिँ हाम्रो यो कीर्तिपुरको नयाँ बजार र त्यसपछि उमामेश्वर हुने चाहिँ उमामेश्वर भएर चाहिँ यो टुङ्गिने छ। र यो प्रोग्राममा चाहिँ मेन अघि भने जस्तै उठिसक्यो भने चाहिँ यो सम्पदा संरक्षणमा र हाम्रो यो आन्तरिक पर्यटन बढाउनमा चाहिँ ठोस टेवा होस् भन्ने उद्देश्यले चाहिँ यो हामी रोटरी क्लब पाटन हेरिटेजबाट यो प्रोग्राम गर्न लागेको। प्राविधिक गुहाली पुलाङ्गु हे शैली देकेत्यङ्गु ख